गुड मर्निङ एभ्रिवान र तपाईँहरू सबैजनालाई फेरि पनि मेरो आजको नयाँ भ्लगमा एकदमै स्वागत गर्दछु है। र आज भने चाहिँ हाम्रो लास्ट डे हो पाक्योङ अर्किड फेस्टिभलको है। सो अहिले चाहिँ हामी स्टलमा आइपुगिसकेको छौँ। यहाँनिर चाहिँ अहिले अलिकति सेटअप हुँदैछ है। र हामीले चाहिँ अलिकति आज लास्ट डे भनेर चाहिँ अलिक दोकान चाहिँ अलिकति हामीले अगाडि सारेको छौँ यो टेबलहरू चाहिँ। अन्त आज चाहिँ अलिकति हाम्रो सामान पुस गर्नुपर्ने हुन्छ नि त होइन। सो त्यो भएर होइन यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ सेलरोटी पोल्नेहरू चाहिँ उहाँहरू हुनुहुन्छ। अन्त यहाँ सेलरोटी बनाउने चाहिँ यहाँ मसिन हेर्नुहोस् ल गाइस, हल्का आयो हो अब। र अब यहाँ हेर्नुहोस् ल, हेर्नुहोस् न इलेक्ट्रिकले चल्ने मान्छे चाहिँदैन हाम्रो सेलरोटी सिङ्काले मात्रै हुने छ। सक्यो। यहाँ चाहिँ अहिले दाजु दीर्घ दाजु आउनुभएको छ हामीलाई भेट्नको लागि। सो दाजुलाई एकदमै थ्याङ्क यू है दाजु, हेरेर आइदिनु भएछ है। यसो अब यहाँ उहाँहरूलाई यसो चिनाउनु लिएको नि अब ए हजुर हजुर, मैले पनि आजै भेटेँ, खुसी लाग्यो तपाईँहरूलाई। हजुर एकदमै एकदमै हाम्रो स्टाफहरू पनि तपाईँहरूलाई अब यसो अब यहाँनिर तपाईँहरूको चाहिँ मलाई एउटा मेन कुरा चाहिँ के मनपर्छ भन्दाखेरि तपाईँहरूको चाहिँ जस्तै यङ्स्टर छ तपाईँहरू अब रेमन भाइ भयो, तपाईँ भयो, हामीभन्दा अब मभन्दा अब धेरै यङ हुनुहुन्छ है। तर तपाईँहरूले पनि यस्तो मेहनत गर्नुहुन्छ कि जुन चाहिँ मेहनत चाहिँ हाम्रो सिक्किमकोले चाहिँ छैन क्या त्यो मेहनत क्या। हाम्रो त्यो त्यसमा अब मेहनत छैन चाहिँ अब त्यो इन्ट्रेस्ट छैन पछि त्यसमा मेहनतै छैन, नलेज त हुँदैन होइन होइन। अन्त तपाईँहरूको चाहिँ मलाई के चाहिँ मनपर्छ भने अब नट ओन्ली फुलमा मात्रै हाम्रो रोशनी बहिनी छ नि तपाईँहरूसँगै हुन्छ पुच्का बेच्नु, अब उनीहरू यस्तो यङ भएर अब तपाईँहरूले मेहनत क्या त्यस्तो त्यो चाहिँ तपाईँहरूको दामी लाग्छ। अनि तपाईँहरूले ज्ञानहरू बाँडिरहनु भएको छ, थ्याङ्क यू तपाईँहरूलाई पनि। इन्स्पायर भएर चाहिँ अब मलाई इभन म पनि अब म ट्याप्पै नमन पर्ने होइन, मन पर्ने हो फुलहरू। तपाईँको भिडियोहरू हेरेर तपाईँहरूको हेरेर मलाई मन पर्यो क्या। तपाईँले अब मल बनाउने, जङ्गली मल कसरी बनाउने त्योहरू सिकाएँ। अनि मैले तपाईँकोबाट मगाएँ पनि, हजुर हजुर, तर अब मैले त्यसलाई केयर गर्न सकिनँ क्या। त्यो छ अहिले अब त्यस्तो राम्रो फस्टिएको छैन, हेल्दी भएको छैन। तपाईँकोबाट मैले जति पनि प्लान्ट लिएको छु छन चाहिँ छ, तर अब मैले त्यसलाई हेल्दी चाहिँ बनाउन सकेको छैन। तर अब तपाईँहरूको जुन चाहिँ छ यो तपाईँहरूले नलेज बाँड्नुहुन्छ नि एकदम दामी छ। एक दिन तपाईँको नर्सरीमा है, डी नर्सरी के भन्छ तपाईँको, डी गार्डन एन्ड मुन नर्सरी चाहिँ म आउने। अन्त हाम्रो सोध्दै थियो भनिदिनुहोस्, मैले अब मैले उहाँकोबाट पनि मगाएको थिएँ। म चाहिँ उसलाई के भन्छु भने किङ अफ एन्थोरियम नयन अङ्कललाई पनि सोध्दै थियो भनिदिनुहोस्, उहाँकोबाट मैले लिएको थिएँ। ए हुन्छ 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 दाजु, एकदमै थ्याङ्क यू है हजुरलाई। सो गाइस यो चाहिँ गभर्मेन्टको रहेछ है, अन्त सिक्किम गभर्मेन्टको। यहाँ चाहिँ अर्किड फार्म रहेछ है, र एकदमै दामी क्या। अब यस्तो मजाको राम्रो बनाएको रहेछ ठाउँमा है। अन्त यहाँको हट हाउसहरू पनि हेर्नुहोस् न, यस्तो दामी एडभान्स हट हाउसहरू सबै है। यस्तो दामी दामी अर्किडहरू, डेन्ड्रोबियम फिलोनोप्सिसहरू है, सिम्बिडियम डोम अम्बो। अन्त हामी त अन्त थाइल्यान्ड नगए पनि हुँदो रहेछ, यहीँ हेरेर मजाको थाइल्यान्ड फिल गर्दा हुने रहेछ त। अन्त यहाँ खिच्नु चाहिँ हुन्छ कि हुँदैन, तर मैले अलिकति झलक देखाइदिइराखेको। यहाँ माथि चाहिँ अब हेर्नु नि फ्यानहरूदेखि लिएर हिटरदेखि लिएर सबै अब प्लान्टको लागि, प्लान्टलाई चाहिँ के कस्तो चाहिन्छ टेम्परेचर सबै मेन्टेन हुने क्या यहाँभित्र चाहिँ। गरम महिनामा चाहिँ हाम्रोमा यतिको हुन्छ गरम, तर यहाँ चाहिँ अब चिसो अहिले त विन्टरै चलिरहेको छ होइन। र पनि यहाँभित्र चाहिँ कस्तो तातो क्या। वाइल्ड मेन ओरिजिनल यताको ओरिजिन उयो स्पिसिस चाहिँ यहाँनिर रहेछ अर्किडहरूको। तर है अब टेम्परेचर हेभी मेन्टेन गरेर राखिदिँदा हुँदो रहेछ क्या। फिल छ त हौ यहाँ हिँड्दा त। अन्त स्पेनिस मस कति भन्ने कति बेच्ने गाइस। म चाहिँ छक्कै परेँ। अम्बो हेर्नु नि यो यिनीहरूलाई खालि उयो मात्रै पर्छ,
फर्टिलाइजर स्प्रे गर्नु मात्रै पर्छ स्प्रे मात्रै पर्यो यिनीहरूलाई यिनीहरूलाई त्यो मिडिया चाहिँदैन अब हामी चाहिँ लाउनु सकिँदैन गाइस यस्तो फ्यानहरू चाहिँ यो चाहिँ अब हामीले हेऱ्यो यसो यस्तो लाउनु पर्दैछ उसो सिस्टमै मलाई त क्या मन पर्यो नि हौ अन्त हट हाउसको हेरिराख्नुपर्छ क्या यस्तोहरू सिकिराख्नुपर्छ पछि आफूलाई बनाउँदा सजिलो हुन्छ कमाएर पछि नै मजाले टाइम निकालेर आउनु पर्ने रहेछ क्या यहाँनिर घुम्नुको लागि चाहिँ हामी चाहिँ अब अलिअलि बाहिर यसो भित्रतिर हेऱ्यो के कस्तो बनाएको रहेछ भन्दै हेर्दै हिँडिरहेको छौँ है यहाँनिर मजाले घुम्नु एक एकवटा प्लान्टहरू हेर्दै हिँड्नु हो भने चाहिँ नि हप्ता दिन चाहिँ मजाले लाग्ने रहेछ क्या ऊ हट हाउस सकेकै त छैन ऊ माथिदेखिको हेर्दै डल्लै छ हट हाउस ऊ तल पनि छ हो यहाँ चाहिँ लास्ट रहेछ यताबाट डल्लै छ अब यो चाहिँ प्राइभेट हुनु हो भने चाहिँ नि अब यो चाहिँ अब झन्डै यहाँ चाहिँ मिलियनको होला हौ खर्च है मिलियन चाहिँ डरलाग्दो अब यहाँ मिलियन बिलियन इन्भेस्ट हुने खालको रहेछ क्या यहाँ यतिको चाहिँ हट हाउसहरू हुनु देख यो चाहिँ गभर्मेन्ट स्किम भएर चाहिँ गभर्मेन्टको भएर चाहिँ अब एब्बी बनाइदिएको खासै प्लान्टलाई चाहिँ यतिको चाहिन्छ नि त मेन चाहिँ बल्ल ऊ तल बल्ल सक्यो भनेको कहाँ ऊ तल पनि रहेछ अझै डल्लै एयरपोर्ट चाहिँ यहाँ माथि अन्त यहाँ होइन न यो फेरि अर्कै उयसको रहेछ है यो मजाको रहेछ यो पनि बनाउनु चाहिँ अब खतरै बनाइदिएको खुट्टा पनि दुख्यो मेरो त बोन्साईहरू पनि ओभर दामी छ है यहाँ पनि खतरा बनाइदिएको छ अब नेक्स्ट इयरदेखि चाहिँ प्लान्ट नबिगार्ने घाममा राखेर साँच्ची भनेको बाहिर टन घाममा माया मारेर राखेको होइन हो नि हो बेन यो चाहिँ डिस्क्वालिफाई यो ठिकै छ केही छैन यसमा क्वान्टिटी अलिक पुगेन होइन 10वटा प्लान्ट मेन्सन गरेको थियो तर यहाँ चाहिँ कतिवटा मात्रै छ 7वटा 3टा कम्ती रहेछ त्यो कारण त्यो ठिकै छ केही छैन डिस्क्वालिफाई भयो तर यहाँ तलतिर राख्नेहरूको त अब धेरै सबै क्वान्टिटी पुगेको थियो होइन अनि फोलेजहरू पनि थियो होइन तर अलिकति यहाँ हेर्नुहोस् यस्तो फनहरू हेर्नुहोस् न अब खास चाहिँ यिनीहरू हो नि त होइन यो चाहिँ हाम्रो यहाँ मणि दाजुको भाउजूको है कङ्ग्रेचुलेसन है तपाईँलाई एकदमै बधाई छ है यहाँ पनि एकदम अनफेयर यस्तोमा ठट हुन्छ भने थाहा भए त म टन्नै 10वटा जस्तो ल्याइदिन्थेँ नि बोरा ल्याएर राखिदिन्थेँ नि यहाँदेखि कुरा दुईवटा देखाउनु न चाहिँ भएन यहाँनिर हेर्नुहोस् है यो क्याक्टसमा फर्स्ट पाएछ ठिकै छ यसमा है यो थर्ड रहेछ कम्प्लेन गर्दै भएन कुरा खोले छैन भनेर फर्स्ट चाहिँ यहाँ पाएछ ल यहाँ चाहिँ अब हाम्रो कालिम्पोङबाट पार्टिसिपेट गर्नेहरूलाई चाहिँ सो अब सानोबाट टोकन अफ लभ होइन यहाँनिर खदा अर्पण अनि के दिन्छ हौ अन्त के दिन्छ अन्त यहाँ हाम्रो बहिनीहरूलाई 10 लाख दिन्छ 10 लाख यहाँ बसिरहेको छ यहाँ चाहिँ प्राइज डिस्ट्रिब्युसन हुन्छ अरे नि त हो गाइज जतिजनाले पनि एक्जिबिसनमा पार्टिसिपेट गर्थ्यो अनि जो पनि तपाईँको पोजिसन लिनुमा सफल भयो उहाँहरूको लागि चाहिँ अब प्राइज डिस्ट्रिब्युसन है र अहिले चाहिँ सो अब सुरु हुन आँटेको छ र हामी चाहिँ यहाँनिर कालिम्पोङ लस्करै बसिरहेको छौँ सबैजना सबैजना है कल्चौडी
Yes, Dada. Hello. Call Chidi. उहाँ चाहिँ हुन्छ फर्स्ट प्राइज पाउनुहुने कलेज प्लान्ट्समा है अनि भर्खर नानी आएको चाहिँ सेकेन्ड प्राइज है सो उहाँहरूलाई एकदमै बिग क्ल्याप ल गाइस हाम्रो चाहिँ फाइनली लोड भइसकेको छ है सो अब चाहिँ हामी घर फर्किने हो आज चाहिँ अन्त गाइस हामीले चाहिँ यहाँनिर मोमेन्टम पनि यो इन्डियन अर्किड फेस्टिभल 2025 है यो पनि पाएको छौँ हामी कोलाबोरेसन विथ मुन नर्सरी सो गाइस हामी चाहिँ अब गएको है र हाम्रो चाहिँ गाडी पछाडि लोड भइसकेको छ र आज चाहिँ हामी फर्किने दिन हो अन्त एकदमै रुगा सर्दीले पनि साह्रो पाऱ्यो अनि अर्को कुरा चाहिँ के भन्नु थियो भन्दाखेरि चाहिँ तपाईँहरू जतिजना पनि हाम्रो भिडियो हेरेर है हामीलाई सपोर्ट गरिदिनु आइदिनु भयो सो हजुरहरूलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु है अन्त हाम्रो नानालाई पनि एकदमै थ्याङ्क यू सो उहाँहरूले एकदमै हामीलाई एक हप्ता जस्तो राख्नुभयो है सो मिठो मिठो खुवाउनु भयो सबैलाई एकदमै खुसीसँगले राख्नुभयो होइन हाँसी खुसी बस्यौँ सो एकदमै तपाईँहरूलाई पनि थ्याङ्क यू नानालाई पनि है अन्त हामी जतिजना पनि उताबाट आएको थियौँ सो हामी एकदमै सबैजना एकदमै खुसीसँगले फर्किँदैछौँ यहाँ पाक्योङबाट चाहिँ अन्त अलिकति हिजो चाहिँ अब त्यही प्राइस हामीले एक्जिबिसनमा राखेको जति पनि उयो पार्टिसिपेसनहरू थियो त्यहाँनिर चाहिँ अलिकति अब त्यहाँनिर चाहिँ अलिकति उयो जस्तो भयो क्या अब अलिकति मनमुटाउ भयो है सो कतिवटा कुराले गर्दाखेरि सो केही छैन त्यसमा सो हामी एकदमै खुसीसँगले नै फर्किँदैछौँ है सो फेरि नेक्स्ट टाइम पनि हामी पक्कै पनि आउनेछौँ हामीलाई इन्भिटेसन गर्नुभयो भने है सो आजको लागि चाहिँ भिडियो यति नै है र अब चाहिँ हामी घर फर्केको सो सबैजना थ्याङ्क यू फर वाचिङ र सबैजनालाई बाई टेक केयर है